हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम टु माई भिडियो। आज चाहिँ म 4:30 बजे नै उठेर नुहाइधुवाइ गरिवरी पूजा गर्नको लागि रेडी भएको छु। आज चाहिँ म कहाँ जानको लागि यति बिहान बिहानै ठिक परेको हो भने टेम्पल जानलाई। अनि म चाहिँ 4:30 बजेदेखि उठेर नुहाइसकेर अनि 5 बजेसम्म वहाँ पुग्नु पर्ने थियो। अनि हतार गरेर ठ्याक्क 5:10 म टेम्पल पुगिसकेको थिएँ। त्यति बेला आरती सुरु भइसकेको थियो। अनि म पनि आरती अटेन्ड गरेर अनि त्यसपछि च्यान्टिङ गर्न बसेँ टेम्पलमै। अनि बाहिर गएर पनि एकछिन च्यान्टिङ गरेँ। त्यसपछि घर आएर ड्रेस चेन्ज गरेर म कलेजको लागि निस्किएँ। मेरो महाराजजी पनि मलाई पछ्याउँदै कहाँबाट देखेर आउँदै हुनुहुन्थ्यो परबाट। हेर न, मैले थाहा पाउँछु भनेर परबाट नदेख्ने तरिकाले आयो। त्यसपछि क्लासमा चाहिँ म्यागन सर भन्दै भित्र छिरेँ। अनि मेरो 2टा राम्री साथीहरू पनि मलाई च्याउँदै थिए। अनि त्यसपछि म घर आएर काममा गएर खाजा पनि खाने बेला भइसक्यो। अनि छुट्टी हुने बेलामा चाहिँ म सिटीमा चढेर गएँ, किनभने मेरो सामान थियो। अनि मेरो जादुको छडीले मैले पुरै घरहरू क्लिन हानिदिएँ एकैछिनमा। अनि त्यसपछि खाना पकाउन थालेँ, किनभने आज चाहिँ मम्मी हुनुहुन्थेन, मामा घर जानुभएको थियो। अनि त्यसपछि सब्जी पकाएँ, पसलमा गएर सब्जी लिएर पकाएँ। अनि त्यसपछि बल्ल मैले रेस्ट पाएँ। आजलाई यति नै साथीहरू, बाई बाई। लास्टै थाकेको छु। बिहान 4:30 बजेदेखिको साँझको 9 बजेसम्म काम गर्दाखेरि चाहिँ कस्तो गलिँदो रहेछ। बाई बाई साथीहरू, गुड नाइट।